हेलो गाइस। आज चाहिँ हामी समुद्र घुम्न जाँदैछौँ। हामी मतलब म र साउ अनि साउले आज लैजान्छु भनेको छ समुद्र देखाउनलाई। अनि म यहाँ आएको चाहिँ अब 1 मन्थ क्रस भइसक्यो। अनि मैले छुट्टी पनि लिएको छैन, मेरो साथीहरू छैन यहाँ, म एक्लै हो। अनि त्यही भएर छुट्टी नलिएको। अनि अब चाहिँ साउले जाऊँ तर म समुद्र देखाउन लैजान्छु, तैँले देखेको छैनस् भनेर भनिरहेको थियो। अनि मैले ल ल जाऊँ भनेर अनि बसिरहेको छु। अहिले चाहिँ सब पनि उता उसकै रुममा बसिरहेको छ। अनि अब अहिले खाना खाएर त्योपछि रेडी भएर अनि जानेछौँ। अनि अब भाषाले गर्दा चाहिँ अलिकति प्रब्लम चाहिँ भइरहेको छ। मैले बोलेको उसले बुझ्दैन, उसले बोलेको मैले बुझ्दैन, हामी त पागल जस्तो भइरहेछ। अनि त्योपछि म उठाएको होइन गाला यहाँको 1 मन्थ कम्प्लिट भइसक्यो। अनि म 1 मन्थमा यत्रो भइसक्यो गाला। तर ठिकै छ, सबले मलाई यति यति खाना दिन्छ क्या। अनि के अरे धेरै धेरै खा त धेरै सानो छ जस्तो भन्छ। अनि खानु परिहाल्यो। अनि अब खायो अनि मोटाउँछ। काम पनि त्यस्तो गाह्रो छैन। अनि खायो, सुत्यो, उठ्यो। अनि ल अब उता गएपछि अनि म अलिअलि खिच्छु। अनि त्योपछि हेरौँला, रमाइलो हुन्छ होला, हेर्नु होला। धन्यवाद। अनि यो चाहिँ मेरो रुम बिजोग छ। मैले पुरा सफा पनि गरेको छैन। यहाँ चाहिँ 2जना मान्छे आउन बाँकी छ। अनि अब 30 तारिकमा एकजना केटी आउँछ अरे भियतनामको। अनि अर्को केटी नेक्स्ट मन्थमा आउँछ भनेको छ। अहिले चाहिँ यस्तो छ। अनि अहिले एकछिनमा खाना खाने, रेडी हुने अनि चल्दिने। अनि फोहोर सोहोर हेर्ने। यो सब मेरो काम गर्दा लाउने जुत्ता है गाइस, बुट। काम चाहिँ घोडा फार्ममा हो। अनि घोडा फार्म भनेपछि यो बुट लगाउने होइन। मेरो खुट्टाको औँलाको नङ पनि हरियो हरियो भएको छ कि घाँसको धुलोले। अनि काम चाहिँ त्यस्तो गाह्रो छैन। त्यो घोडालाई दाना पानी घाँस दिने बिहान दिउँसो बेलुका। अनि घोडा पनि चलाउन सिक्नुपर्छ। मैले पनि सिकिरहेको छु। जिउ पुरा दुख्छ होइन, उफ्रेर अनि सिकिरहेको छु। अलिअलि टाइम लाग्छ भनेको छ साउले। अनि अब बिस्तारै सिक्नुपर्छ भनेको छ। अनि सिकिरहेको छु सिक्न चाहिँ। मेरो लुगा हेर्नु त्यहाँ, आमामामा यस्तो बिजोग। म चाहिँ यहाँ सुत्छु किनभने यो ठुलो बेड छ। अनि बेड त होइन, के भन्छ यसलाई, ठुलो छ जे भए पनि। अनि त्यही भएर अनि यहाँबाट लड्छ जस्तो लाग्छ मलाई, त्यही भएर म यहाँ नसुतेको। अनि यो दराजहरू चाहिँ अब नयाँ मान्छे आएपछि तिनीहरूले युज गर्छ होला। मैले चाहिँ यहाँ यो युज गरिरहेको छु। एसी पनि छ होइन। अनि अहिले चाहिँ जाडो नै छ, त्यस्तो साह्रो गर्मी छैन यहाँ चाहिँ। अहिले नि पानी पर्ला जस्तो भइरहेछ। दिन चाहिँ हिजो चाहिँ घाम लागेको थियो। बाई 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 के भन्ने भइरहेको। अब अहिले अब खाना खाएपछि अनि गाडीमा चढेपछि देखाउँला मर्सिडिज। Okay guys, this is Mercedes and this is our kitchen. यहाँ चाहिँ पुरा खानेकुरा छ। अनि साउ र हामी चाहिँ 3जना छौँ जम्मा। अनि यहीँनिर खाने हो डाइनिङ टेबल। यहाँ चाहिँ हाम्रो किम्ची छ। यस्तो छ किचन चाहिँ, बिजोग पाराको रेस्टुरेन्टतिरको किचन जस्तो छ, भाताभङ्ग। यहाँ चाहिँ पुरा मासु छ। अनि साउले चाहिँ अब कसरी थाहा पायो मलाई मासु, म यति धेरै मासु खान्छु होइन। अनि योभरि मासु छ। अनि हाम्रो खाना यहाँ छ, खाना रेडी छ, तताउने खाने हो। अहिले 11:30 हुन लाग्यो। अनि यहाँ चाहिँ छ हाम्रो किम्ची, मेन खजाना, मूल किम्ची भन्छ, पानी भएको झोलवाला किम्ची। दिस इज। अनि त्यही हो, अहिले चाहिँ त्यति नै हो। किचन रुम देख्नुभयो, किचन देख्नुभयो, मर्सिडिज देख्नुभयो। बाहिर चाहिँ पुरै फुल फुलिरहेको छ। अहिले त हावाले सबै हराइसक्यो, सब फुल हो। के गर्नु गाइस, आइफोन छैन मेरो क्यामेराबाट। यस्तै देख्छ, यस्तै हेर्नु ल।
ओके गाइज, यो चाहिँ घोडामाथि राख्ने हो अनि त्यसमा बसेर चलाउने। यहाँनिर त्योहरू छ। यहाँ चाहिँ काठको घोडा छ। यहाँ मान्छेलाई फर्स्टमा सिकाउँदाखेरि के कता के हो भनेर भन्छ। अनि यो चाहिँ हाम्रो यहाँ चाहिँ ट्रेनिङ गराउँछ घोडालाई, मान्छेलाई, सबैलाई। यहाँ स्पिकर छ, यहाँ बसेर बुढो कराउँछ भन्ने गरेर। अनि यो चाहिँ अफिस भयो, यहाँ छ। अनि यिनीहरू चाहिँ सबै घोडामा युज हुने के भन्छ डोरीहरू क्या, खोप्पी के भन्छ कोरियन भाषामा चाहिँ। अनि यहाँ चाहिँ हाम्रो घोडाहरू छ। सानो सानो क्लिप बनाएर पनि देखाउँछु। यो चाहिँ घोडा छ, यसको नाम हो फर्स्टु, यसको नाम हो लिली लेले, अनि यसको नाम हो थुरिमिङ बोय, यसको नाम हो चोकोपाई। अनि यहाँ चाहिँ अलि सानो छ, यसको नाम चाहिँ फाका हो यसको नाम। अनि अरू चाहिँ अहिले छैन, बाँकी चारवटा चाहिँ उता अर्कै उमा छ। अनि त्यही हो, अब चाहिँ हामी बाहिर निस्किन लागेको, समुद्र हेर्न। बाई बाई। अहिले अब म रेडी हुन्छु अनि देखाउँछु। Oh my god, guys. हामी आइपुग्यो. What the fuck? Look at the view. Ooh. Oh my god. ओके गाइज, हामी चाहिँ आइसक्यो। यो चाहिँ समुद्र हो, देख्न सक्नुहुन्छ। अनि मैले चाहिँ मेरो साउको फोन मागेर भिडियो बनाइरहेको छु अहिले चाहिँ। अबे आयो साउको मोबाइल चाहिँ आइफोन होइन, तर आइफोनभन्दा कम छैन क्या क्यामेरा। अनि त्यही भएर मैले मागेर भिडियो बनाइरहेको छु अहिले चाहिँ। अनि हाम्रो साथीहरू छ त्यहाँ हुनुहुन्छ। अनि भिडियो बनाइरहेको छु। अनि यहाँदेखि चाहिँ अब यही हेरिहाल्यो। अब एकछिन बस्ने अनि जाने होला। राम्रो लागिरहेको छ। म सानो सानो क्लिप बनाएर देखाउँछु ल। मलाई चाहिँ सबैले यहाँको पानी चाहिँ चाख्रे होइन। मलाई थाहा छ नुनिलो हुन्छ भनेर, मैले भनेको नुनिलो हुन्छ भनेर। त्यही पनि चाखेर ट्राई गर्छु ल।
Come on. 많이 작아요. 많이 짜지? 네. 그래, 엄청 짠 거야. अब हामी घर जाने आएर बस्यो सौदे चुरोट खाएको खाइछ खोकेर मन लगाइसक्यो त्यही पनि छोड्दैन अब चाहिँ हामी जाने हो मैले चाहिँ सबको मोबाइलबाट भिडियो बनाइरहेको छु र सौ चाहिँ हेर्नु अब हामी जाने मेरो जुत्ता यहाँ छ मोबाइल यहाँ छ यो घर कस्तो डिफ्रेन्टवाला चाहिँ दुईवटा घर जोडेको र अब चाहिँ हामी घर जान्छौँ यहीँसम्म थियो भिडियो मैले हामीलाई धेरै बनाउँदैन उनीहरूले अब सक्दैन दिँदैन होला त्यो सबै सारेर अनि भरे एडिट गरेर भोलि बिहानतिर हाल्छ होला युट्युबमा त्यो त भरे नै हालिदिन्छु होला धन्यवाद मलाई एकदम धेरै रमाइलो लागिरहेको छ यहाँ समुद्र हेरेर बाई बाई थ्याङ्क यू फर वाचिङ